जाने होइन त बैतरणी नदी तरेर स्वर्ग। नमस्कार, म कपिल गौतम। आज हामी बैतरणी नदी अर्थात् यमलोकको नदीको बारेमा थोरै चर्चा गर्नेछौँ। बैतरणी नदी हिन्दू शास्त्र र पौराणिक ग्रन्थहरूमा उल्लेखित एक आध्यात्मिक र पौराणिक नदी हो, जसको विशेष महत्त्व मृत्यु, संस्कार र पितृकार्यमा छ। यो नदी भौतिक रूपमा पृथ्वीमा नभएर यमलोक अर्थात् मृत्युको लोकमा अवस्थित रहेको विश्वास गरिन्छ। हिन्दू धर्मअनुसार मृत्युपछि आत्माले यमलोक पुग्न बैतरणी नदी पार गर्नुपर्छ। यो नदी पापी आत्माहरूको लागि भयानक र कठिन मानिन्छ, किनभने यो नदी रगत, मलमूत्र र अन्य अशुद्ध तत्त्वहरूले भरिएको हुन्छ भन्ने वर्णन छ। तर पवित्र आत्माहरूले भने यो नदी सजिलै पार गर्न सक्छन्। बैतरणी नदीको उल्लेख गरुड पुराण, विष्णु पुराण जस्ता ग्रन्थहरूमा पाइन्छ। यी ग्रन्थहरूमा यो नदीलाई मृत्युको आत्माको यात्राको एक महत्त्वपूर्ण चरणको रूपमा वर्णन गरिएको छ। गरुड पुराणमा बैतरणी नदीलाई यमलोकको प्रवेशद्वारको रूपमा चित्रण गरिएको छ, जसलाई पार गर्न पापी आत्माहरूलाई कठिनाइ हुन्छ भन्ने विश्वास राखिन्छ। बैतरणी नदी जीवन र मृत्यु बीचको सङ्क्रमणको प्रतीक हो। यो पाप र पुण्यको आधारमा आत्माको गन्तव्य निर्धारण गर्ने एक आध्यात्मिक अवरोधको रूपमा लिइन्छ। हिन्दू परम्परामा गाईको दान अर्थात् गौदानलाई बैतरणी नदी पार गर्न सहयोगी मानिन्छ। मृतकको आत्माले गाईको पुच्छर समातेर यो नदी पार गर्न सक्छन् भन्ने विश्वास छ। त्यसैले मृत्यु संस्कारमा गौदानको प्रथा प्रचलित छ। जीवित छँदा दान, धर्म र सत्कर्म गर्नाले बैतरणी नदी पार गर्न सजिलो हुन्छ भन्ने विश्वास पनि छ। पवित्र कर्महरूले आत्मालाई शुद्ध बनाउँछ र यमलोकको यात्रालाई सहज बनाउँछ। मृतकका लागि श्राद्ध, तर्पण र अन्य पितृकार्यहरूले आत्मालाई बैतरणी नदी पार गर्न र पितृलोकमा शान्ति प्राप्त गर्न सहयोग गर्छ। बैतरणी नदी आत्माको शुद्धिकरण र पाप पुण्यको हिसाबको प्रतीक हो। यसले आत्मालाई उसको कर्मअनुसार स्वर्ग वा नर्कको मार्गतर्फ डोर्याउँछ। मृत्यु संस्कारमा बैतरणी नदीको अवधारणाले गौदान, ब्राह्मण भोजन र अन्य दान कार्यहरूलाई प्रोत्साहन गर्छ, जसले सामाजिक एकता र धार्मिक विश्वासलाई बलियो बनाउँछ। बैतरणी नदीको अवधारणाले मानिसलाई जीवित छँदा सत्कर्म गर्न प्रेरित गर्छ, ताकि मृत्युपछि आत्माले कष्ट भोग्नु नपरोस्। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। यदि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। पुनः अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई म बिदा हुन्छु।